यो चाहिँ हामीले अहिले यो हामीलाई तपाईँहरूले राख्नु छ नि यो चाहिँ अब यहाँ हाम्रो घरबाट राखेको होइन तपाईँको घरबाट राखेको
हामीले यो चाहिँ जग्गा जयबाट के भने के हो होइन अघि चाहिँ आएर अब अघि आएर त्यो स्ट्यान्डर्ड भएर त फोटो खिच्नु भनेको त जाने चिन्छ जाने जान्छ भनेर अब यो झ्यालीहरू चाहिँ खाल त भने खाल खोज्दैछ
यसरी यसरी भन्ने मान्छे छैन क्या भनेको सुनेको हामीलाई यसरी भन्ने मान्छे भयो भने हामीले धेरै जान्छ के ममै भने चाहिँ के हो हजुर ममै भने चाहिँ ममै भन्ने हो हजुर जुवारी भन्ने हो जुवारी जुवारी ममै जुवारी जुवारी त भन्यो मामा उहिले चाहिँ मामा भान्से नाच लाँदै रे मामा हो सही हो ममै भन्ने हो यसरी नजाने कुरा यसरी किनभने उसले कृष्ण र कंस भएर नाच लाँदै रे नि त त्यो हुँदैन मामा त्यसरी हो त्यसरी यता यता त्यसरी भन्दै जान्दैन मैले जुवारी ल्याउ ममै अहिले मलाई नलगाए गीत मलाई पनि आउनु थाल्यो अहिले के भन्दै बोलिन्छ बोलिन्छ होइन बिटु भइरहेछ ए मिस्टेक हुन्छ यार कि नबोल्नु अब चाहिँ पहिरनु पर्छ है लो त अब गुने चोली साडी फरिहाल्छ आ मामा सिकाउनु त सबै मामा सिकाउनु अब त्यो दुईटा एउटा ल नि यहाँले तिमीहरू बिस्तारै पानी नराम्रो हुन्छ जान्दैन मामा हामीले त्यो कहाँ त्यसरी एक्कासी गर्नु सिकाउने त पर्छन् ऊ आउँदा
सिराइमा मेरो सिन्दुराकै त्यो त अहिले नि त अहिले नै त त्यो त अहिले यही भयो यस्तो हुन्छ भन्थ्यो तिनवटा चाहिँ भयो हाम्रो चाहिँ साह्रो हुन्छ यो जतासुकै लाएर के भन्छ सारी चला लाएर राख्नुपर्छ भने नि हाम्रो चाहिँ जतासुकै लाएर राख्नु मिल्दैन कि जोइ यो बिहान हुन्छ उज्यालो हुन्छ हौ नाच्ने बेला घाम झुल्किन्छ एकछिन छोडेर यसरी छोड्नु चाहिँ हुँदैन कि बिचमा छोड्यो हाम्रो दादाले त्यसो गर्छ खालि बिचमा छोडेर हिँड्छ त्यसो गर्नु हुँदैन त्यो चाहिँ अर्को त त्यस्तै हो फेरि मेरो सोच चाहिँ के भयो के लक्ष्य त्यो भयो के भयो सोरे होइन लक्ष्य त्यो अब डामा त्यही हो बधाई अब तिमीहरू अब डामाको बात अघि अब फेरि त्यसको डामा गुरुले के गर्छ मारुनी कसरी मार्नुपर्ने कसो गर्नुपर्ने आउँछ धेरै छ यो कुरा अब
होइन छोडे फिर्कदा अहिले अहिले हामीले चाहिँ कसरी गएको भने नि बाबुले जसरी उठाउँछ नि उठाएर यसलाई अहिले सबै गरिरहेको छ हामीले किनभने हुन्छ त्यो सर्ता नि हुन्छ गर्नुहोस् हामीले सिँगारे पहिला माग्यो अब पुकारे भनौँ न देउतालाई पुकारे त्यहाँदेखि के अरे हामीले सिँगार्यो मारुनी सिँगारिसक्यो अब मारुनी ढटारे सबै सिँगारिसक्यो आँखे बाटो भनेर अघि भने नि हामीले त्यो सिँगारिसक्यो अब चाहिँ हामी शरण माग्छौँ उनीहरूलाई अब देउतालाई शरण मागेर अनि मात्रै नाच हुन्छ अब यो देशको चाहिँ सिमी भन्ने नाच्न देवी देवी देउरालाई शरण मागेर चाहिँ भन्दाखेरि चाहिँ अब यो धरतीमा सृष्टि चाहिँ कसरी भएर आयो भन्दाखेरि चाहिँ पहिला पृथ्वीदेखि चाहिँ होइन हामीले पहिला दीर्घ जग्गा नि दीर्घ जगाउनु भनेको चाहिँ यो संसार जग्गाहरू देवी देउरा जग्गाहरू चाहिँ पुजेर चाहिँ हामीले त्यो जग्गाहरू यो गऱ्यो होइन त्यहाँदेखि चाहिँ भएर जुहार्यो हामीलाई तिम्रो शरणमा हाम्रो शरण आउँदैछ तिम्रो शरणमा भनेर हामी जुहार्यो होइन जुहारिसकेपछि अब हामी पहिरा आइदियो होइन पहिराइसकेपछि अब हामी शरण माग्दैछौँ शरण मागेर चाहिँ अब चाहिँ हामी शरण मागिसकेपछि नाच्छौँ त्यहाँदेखि चाहिँ अब आउँछ रेम Okay.
अहिले त्यहाँ अगाडि जोइ ए यो होइन कसले सर्नुपर्छ सरस्वती भनेपछि कसको पेय हुन्छ अनि मेरो दाइको मेरो दाइ भाइलाई के हाम्रो देवतालाई सबै लिएर जान्छ अब सक्यो अब हामीले मैले नि पाऊ अब काट्छ र भान्जा नाप्नु पर्ने हुन्छ ए सक्दैन कसरी सक्दैन ए सकिन अब अहिले केयर फाउन्डेसन कसैले एक्लै त मैले मलाई गीत गाउनु नि बुई नाच्नु नि बुई मलाई त पैसा डबल दिनुपर्ने भयो होइन हुन्छ होम केयरले दिएको यस्तो हुन्छ के सलक ड्याम त सानो देवको नजान्ने देवर म यसो तर बादल त किनेर छ सुन्दैन सुन्दैन अनि म त कुडीले ल्याएको या खुट्टा त्यहाँदेखि चाहिँ नाच गरेर म त्यहाँदेखि यो फेरि सुरु हुन्छ ए ढाड सोचेको अहिले होइन ढोगुल्दा बुढामा चेला देखेर ल्याएर नाचेर हिँड्नु पर्ने हुन्छ नि ल अहिले भएन अहिले मात्रै अब यति फेरि अरू टर्न आउँछ होइन यस पछाडि अरू टर्न आउँछ अलिकति मिस्टेक हुँदो रहेछ मेरो चाहिँ यो टर्न आउँछ कि अनि लामाले खतरा किनेर छ मैले भन्दा तैँले हेर्छु तिमी एकछिन सिकाइदियो त
लोजा सम्झिनु जस्तो यसले जान्नु पर्यो अब नाच्न आयो कि अब सकियो कि अब भान्जा टर्न आउँछ है
भन्दामा चाहिँ अब पुरै गर्रामा हुन्छ है फेरि नाच यो चाहिँ बाँड्दा भइहाल्छ बाँड्दा गर्रामा हुन्छ है एकदम राम्रो गाल नाच्छ कि पहिला घुमाइदिउँ नि एक ताल मात्रै घुम्ने हो त्यता फेरि त्यहाँदेखि यता यता खालि मादाले कहाँ चित्राउँछ हाम्रो थिरीको माइलाले हेरेर आफै घुमाउँथ्यो घुमाउँदैन नि हेमराजले चाहिँ माइलाले चाहिँ त्यो थाल मात्रै राखेर घुमाउँथ्यो होइन हेमराजले दिएको भएको छैन हेमराजले चाहिँ ट्याक्कै माला चल राखेर हाम्रो साइलोले नि त्यसै घुमाउँथ्यो भने घुमाउने कि पोते कि छोरा अब भान्जालाई अलिकति साथी सिकाउँछ। भान्जा खाइको किनभने भान्जाले राम्रो आउँछ तर उसलाई स्टेप उसलाई त्यो स्टेप अहिले यस्तो उसलाई टाइमिङ थाहा छैन सिकाउनु पर्छ उसलाई स्टेपको टाइमिङ थाहा छैन अब त्यो पुरा बसी मार्न कि थाहा छैन होइन थाहा छैन उसलाई त्यो टाइम दिनु जोइ कता भयो ओ यो चाहिँ भान्जा यो थाल भयो नि जोइ भान्जा सुन्दै यो थाल भयो नि उसले खाना ल्याएको एकछिन त कोही नगराउने मैले सिकाएको मात्रै भान्जालाई म बाटो चाहिँ भएको होइन फेरि जाने नि होइन भिडियो यसरी गरेर चाहिँ भिडियो गरिरहेको छ मादालाई यसरी ठ्याक्कै राखेर यस्तो गर्नु पर्यो होइन यस्तो गरेर चाहिँ मादाले अनि त्यहाँदेखि भन्छ होइन उसले कुरा नि भन्छ होइन त्यो भन्छ अनि त्यहाँदेखि आफूले लिएर आउनु पर्यो यसरी लिएर आउनु पर्यो होइन यसरी लिएर चार फन्का लाउँछ है दिदी चार फन्का यता लाउँछ अब यसरी आयो नि त यसरी खुट्टा चाहिँ यसरी चाल्नु खुट्टा चाहिँ सानो सानो यसरी चाल्नु पर्यो यसरी सब सब यसरी गयो यसरी गयो अहिले तपाईँलाई सिकाएको नि यसरी नभए त भाडा आउँछ फेरि ठ्याक्कै आयो नि त होइन भन्छ फेरि यसरी फेरि यताबाट घुमिहाल्यो यसरी घुम्ने यता दिइहाल्यो फेरि यसरी होइन यसरी फेरि यताबाट गएर चाहिँ फेरि यसरी घुमेँ फेरि ठ्याक्कै घुमेर चाहिँ यता गयो यता गएर फेरि यसरी ठ्याक्कै दियो अहिले पहिलाको त सुरु दियो फेरि फेरि नाच्यो ए लास्ट त्यहाँदेखि चाहिँ थाल खोलेपछि चाहिँ फेरि मारुनीतिर मारुनीतिर ठ्याक्कै ढोगे होइन गएपछि अनि थाल खोलेर चाहिँ अनि त्यहाँ सर घुमाउने मैले भान्जालाई सिकाउनु भनेको म त्यही तर जान्नु त म पनि जान्दिनँ भन्नु खोजेको चाहिँ हाम्रो त्यो माइलाले घुमाउँछ नि जस्तै मर्ने माइलाले नि क्या जान्ने गर्थ्यो नि त्यसले घुमाउँदैन त्यसको त आफू जानु ट्रेनिङ हाने थाल घुमाउने बजे र आफ्नै स्टाइल कसरी बजार ठुलो आमाले के भनिरहेको
होइन एकछिन उहाँ सिक्दै गरेको सिक्ला यसरी बजाइन्छ मैले त यस्तो त बडा बजाउनु त मैले भन्न जान्छु छोड्नु पनि जान्दैन मैले त्यहाँ मालाउँदा चुड्छ होइन ठिकै हुन्छ भान्जा उठा यस्तो उठाए यस्तो थाल माथि यहाँ घोडा टेकेर आहा अर्को घोडा भएन यस्तो मार्नु यस्तो हुन्छ है घोडा भएन साथी यस्तो हो तिन खेप यस्तो यस्तो मालाले मालाले चाहिँ नाच्दै उठ्नुपर्छ यो दाहिने खुट्टाले चाहिँ यसरी तम्का छोड्नु पर्यो हुन्छ जुनले छोड्नु सक्दैन तिमी आउनु नि तिमी यसरी दाहिने मालाले बताइदिन ल यसरी ठ्याक ठ्याक यसरी होइन दाहिने कुन खुट्टा लाग्छ त्यसैले गर्दा होइन चुडो तिम्रो चुडो हुन्छ तम्का छोड्छ दाहिने लाग्यो भने दाहिने जुनले बिस्तारै छोडेर जाने त्यहाँदेखि चाहिँ हुन्छ हुन्छ त्यो पनि एकचोटि ट्राई गर्ने ट्राई गर न किनभने भान्जाको चाहिँ मलाई एकदम ताल त सिक्नु हुँदैन त्यो मामाको ताल सम्झेर मेरो त लाउरे भनेपछि अर्कै होइन आगे फुल्दा हुन्छ त्यसलाई फुल्दा हुन्छ म फुल्दा त्यही छ त त्यस्तो ठुलो फरक हल्का यस्तो 1 2 3 यस्तो डान्स टिचर हो नि यो यता सुन्नु यस्तो हुन्छ यसरी बनाउनुपर्छ है त्यो नाच्दाखेरि चाहिँ हाम्रो अब हामी चाहिँ त्यो फेरि तिमीलाई त मेन मालाको ताल र त्यो सुन्नुपर्छ म चाहिँ यसरी बनाउँछु कि त्यो 4 फेरका अघि भने साइनामा उता घुमेर त्यसरी ढोगेर नाचिन फेरि घुमेर फेरि एकछिन सुनिराख्ने म कसरी बजाउँछु नि थाल ठोकिँदैन घुमेर एक राउन्ड घुमेर टर्न रोके त्यो जस्तो मैले हेरेको नि एकछिन तिमीले बजाउनु मामाले के फेरि त्यहाँदेखि नाचेर उठ्यो बस्यो फेरि कोही मोटर
घुमाउनु जस्तै घुमाउनु कस्तो सक्छ त्यस्तै घुमाउनु हो छ देब्रे त दायाँ बायाँ हौ दायाँ बायाँ भाइ बाबु घुमाएर प्र्याक्टिसमै गरियो मान्छेसित प्र्याक्टिसमै सक्छ हाल ठुलो भएर ठिकै छ अहिले यस्तो यसरी यसरी पो हुन्छ त यो थाल यता घुम्दैछ अनि यो थाल ठाडो हुन्छ यो थाल घोप्टिँदैछ अनि यो थाल फेरि यसरी जानुपर्छ यसरी पो हुन्छ अहिलेको त्यो यो एउटा थाल घोप्टिँदैछ भने अर्को हो हो सही हो सही बात हो एउटा तल एउटा माथि अब सक्छ जिउ बनाउनु पर्यो त्यो थालमै एक्सर्साइज मात्र गर्दैन एउटा यसो हुँदैछ अनि एउटा यसो जान्छ एउटा फेरि यसरी यता यसरी एउटा यसरी यता फ्यालियो केकको घुमाउनु भने केकको त्यो बाबाले त आते नि ए मलाई हौडी पनि ट्रेनिङ भएन भएन जिउै मर्का अब यो माला मर्का पहिला यो त सुरु गर्नु यसको तालमा मात्र एउटा थाल घोप्टिँदैछ एउटा थाल उठ्दैछ हो त्यसै जिउै मर्केर हो त्यसै जानु यसको बुढीले नदिँदो रहेछ तर मलाई फेरि आफूपट्टि बुझ्दा आउँदैन आफूलाई सिकाउनु पर्दा आफू बुझ्दै आउँदैन आफूपट्टि त बुझ्दै बुझ्दै यसरी एउटा यसरी जान्छ अनि फेरि एउटा यसो राख्छ यसरी आउँछ मैले घुमाउने भने के अब यहाँ ट्रेनिङ सेन्टर ल्याएको छु म भाइ अब गर्नु थालेपछि यसो थाल्यो यो त ट्राइपड गर्नु थालेपछि फेरि यसो राइहाल्नुपर्छ यसो गरेर फेरि यसरी नुट्यो काली बाबुमा यत्रो घुँडे रुँदाखेरि घुमा भन्थ्यो हो मैले अहिले धन्न घुमाएको रहेछ ल घुमाउँदो हो त्यसरी हो यसो भयो हो त्यसले अब गर्नु थालेपछि फेरि अर्कोपट्टि घुमाइहाल्नु नहुँदाखेरि साह्रो त साह्रो पर्छ त्यो कलाकारहरूले घुमाए जस्तो होइन नि त त्यो त कलाकारले त्यो त बगाली पारेर पल्टाएको चाहिँ खतरा लाग्यो मलाई दाबी दाबी उनीहरूलाई टाइमिङ थाहा छैन बजाएर गीत गाइदिएको थिएँ कि हाम्रो तर अझै जिउ तिमीहरूको फ्लेक्सिबल हाम्रो त्यो घरमा छोरी मान्छे हो र त केही दिन चाहिँ यत्रो केटा त्यहाँदेखि उदो कला हो त्यो त कला जसले जाने त्यो छोरी मान्छेलाई अब अहिले जस्तो प्राथमिकता पाउँथ्यो त छोरी मान्छे त घरभित्रबाट बाहिर जानु नपाउने नाचगान हेर्नु पाउँथ्यो यसरी उहाँ आँगनमा नाचेर यसको सिरिस्टममा के आउँछ भने नि यो सकेपछि चाहिँ पहिला फर्स्टमा के थियो अरे भन्दाखेरि बाँड्नुपर्छ औरत मात्रै नाच्छ अब हाम्रो बुढीहरू नाच्नु गएको छ नि क्लब भन्छ अहिले चाहिँ त्यति बेला चाहिँ उनीहरूको नाच्ने हुन्थ्यो अरे अब त्यो भन्थिन अरे के यो कथा आउँछ फेरि यो हाम्रो ठाउँ घुमाइमा चाहिँ कथा आउँछ त्यो नाच्नु हुँदैन अरे लोग्ने मान्छे गएर श्रीकृष्णको पालामा श्रीकृष्णले चाहिँ 1660 चाहिँ गोपेनी घुमाउँथ्यो हो त्यति बेला चाहिँ यो नाचाउँथ्यो उनीहरू के नाचाउँदैन यो थाल घुमाउँदैन तर नाचाउँदैन अनि त्यो गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि श्रीकृष्ण पछाडि चाहिँ नपुग्छो यो गीतैमा आउँछ हाम्रो हो यो भएको बेलामा चाहिँ उनले यो थाल घुमाएको त्यति बेला चाहिँ अरे त्यति बेला त औरतले घुमाउनु सक्दैन थाल मरदले चाहिँ घुमायो नि त त्यहाँदेखि चाहिँ मरदलाई चाहिँ औरत बनाएर चाहिँ घुमाएको कारण चाहिँ यो हो यो कथा त्यसरी
अब त्यतिखेर भगवान्को शक्तिले ए मुरली छ ताइदी छ छोरी मान्छे लिएर हिँड्नु त अप्ठ्यारो हुन्छ नि त ऊ चाहिँ 1600 पुग्नु पर्छ त्यतिखेर ऊ चाहिँ नपुग्छ जस्तै अहिले हाम्रो के अरे कस्तो हेर्नु त भन्दै थियो हिजाडा भन्छ नि ए थर्ड इयर हो त्यस्तो भएर चाहिँ थर्ड इयर कृष्णलाई चाहिँ त्यसरी ऊ त्यस्तो भयो ट्रान्सजेन्डर उनीहरूले त्यतिखेर यो गर्दाखेरि चाहिँ नपुग्छ अहिले के सक्नु त भन्दाखेरि चाहिँ कति चाहिँ त्यहाँनिर चाहिँ दुईटा छ त छोरी मान्छेलाई घुमाउनु लाग्छ छोरी मान्छेले घुमाएको अरे तर छोरी मान्छेले घुमाउनु लाँदाखेरि पछाडि त अब अप्ठ्यारो भयो नि त छोरी मान्छेलाई अप्ठ्यारो भयो भएपछि चाहिँ अनि छोरी मान्छेको त्यो साडी स्टोरी सबै लगाएर चाहिँ छोरा मान्छेले कथा आउँछ यो त्यति जान्दैन भयो झ्याप्पै छुन्यो त नि रम राखेको छ दुई बदल एक बदल बिहार एक बदल रम राखेको छ अनि नाङ्लोमा होस् अरे अनि त्यहाँदेखि हाम्रो के अरे धाङ्गे होइन बरी गएको भयो बस्नु नि हाम्रो गीत मन पर्ने छ क्या जान भएको र होइन बाथरुम त जानु होइन ऊ पनि गइरहेछ अहिले मैले गीत मन पर्ने छ भन्दाखेरि के नट्याएको थियो यसो हाते यसो भयो अब के भन्नु अब चाहिँ होइन बिचारा कताको भान्जा सासू नमस्कार ढोकिया यसको त पानी अड्केले हिजो मलाई के भन्यो भने चिसो लाग्यो पेपर होला त्यो भित्र छ हात त्यति गरेपछि नि नाच गर्नु ती नाच गर्नु कस्तो लाग्यो देखाइदेन
यहाँ हेर्नु जागिरेको छोराछोरीले के गरिरहेको छ पर्दैन हौ। पर्दैन कि कसरी गर्ने? यो पर्दैन कि अब एउटा सुन्नु, अब गाउँ घुम्ने हो भने